श्री रत्न र मूल गुरुलाई श्रद्धासहित वन्दना गर्दै सबैजनालाई नमस्ते टसितेले भन्न गइरहेको छु। आज चाहिँ फेरि म एउटा छोटो जानकारी एउटा लिएर भोलि बुधबारको दिनमा चाहिँ हाम्रो गुम्बा ठितेन्द्र बसेमा चाहिँ एउटा वाङको पूजापाठ एउटा हुँदैछ। अनि सँगै म यो वाङको विषयमा छोटो एउटा कुरा गरौँ भने एउटा सोच आयो। त्यसैले चाहिँ अब फेरि हाम्रो घर गाउँमा चाहिँ कस्तो एउटा भन्ने चलन छ रहेछ भने वाङ भन्दाखेरि चाहिँ कसैले चाहिँ पाउने कसैले नपाउने त्यस्तो कुरा पनि हुँदो रहेछ। जस्तै श्रीमती बितेपछि श्रीमानले महिना नहुँदै वाङ थाप्नु नमिल्ने यस्तो भन्ने चलन एउटा हुँदो रहेछ। त्यो चाहिँ बिल्कुल त्यो त्यस्तो होइन कुरा। अलि यो कुरा चाहिँ त्यस्तो कुरा छैन भन्दै अब वाङ भनेको चाहिँ हाम्रो गुरु धेरैले चाहिँ यस्तो भन्दो रहेछ। यो वाङ भन्दाखेरि चाहिँ अनुमति र अधिकार लिने जस्तो धेरै गुरुहरूले चाहिँ त्यस्तो भनी राख्दाखेरि चाहिँ यसमा चाहिँ त्यस्तो कुराहरू धेरै हुँदो रहेछ। वाङ भन्दाखेरि चाहिँ अनुमति र अधिकार लिने मात्रै होइन, बुद्ध तुम्बाले चाहिँ सबै जनालाई अनुमति र अधिकार दिइरहेको हुन्छ। तर पनि वाङ भनेको चाहिँ अब यो अनुमति र अधिकार मात्रले बुझ्दैन। वाङ भन्दाखेरि चाहिँ हाम्रो भाषामा चाहिँ के भन्नुभएछ भन्दाखेरि चाहिँ यी छेपर छिबी लुङ ठुल्ची जिठी मेम्बर छिबी वाङ भन्दाखेरि चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँको मनमा जुन प्रतिको एउटा ज्ञान हुन्छ त्यो ज्ञान चाहिँ तपाईँको मनमा एउटा हेतु चाहिँ रहिरहन्छ। तर पनि त्यो हेतुलाई फल्नुको लागि यो वाङको पूजापाठ हुन्छ। जस्तै तपाईँसँग आयु देवी देवता जुन देवता पनि तपाईँको मनसँग जडिरहेको हुन्छ, तपाईँको मनमा त्यो भगवानको एउटा भगवानको ज्ञान र भगवानको आशीर्वाद तपाईँको मनमा हेतु चाहिँ रहिरहन्छ। तर त्यो हेतु चाहिँ फल्नुको लागि हाम्रो वाङ लुङ ठी हो, यो एउटा हो। त्यसैले चाहिँ मिन्जे वाङ भन्छ। यसको मुख्य कारण नै यही हो। त्यस्तो भन्दै अब यो विशेष गरी आज भोलि बुधबारको दिनमा चाहिँ हाम्रो गुरुले वाङ दिने वाङ चाहिँ हाम्रो सिरामाई बिसिङ्गे वाङ हो। सिरामाई बिसिङ्गे वाङ भन्दाखेरि चाहिँ तपाईँको ज्ञानको शिक्षाको एउटा आवश्यक एउटा हो। विशेष गरी हाम्रो विद्यार्थी र पढी लेखिने हाम्रो दाजुभाइहरूले चाहिँ यो वाङ थाप्नुभयो भने तपाईँको पढाइ र तपाईँको शिक्षा तपाईँको ज्ञान पहिलाभन्दा धेरै उच्च हुनेछ भन्दै आजको लागि म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।